बिनु हेल्प र पापा के गर्न सुनिन्छ कसरी अनि आज जे भुटुवा हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई मिनी ब्लग अब मिनी ब्लग चाहिँ लङ ब्लग थाहा छैन सो गाइस म चाहिँ भर्खरै उठेको पुरा नाक बन्द भइसकेको जुखाम लाग्ला भइसकेको क्या अनि बाहिर हेर्नु न मौसम ठन्डा मौसम स्टार्ट भइसक्यो पुरा फुगी भएको छ सो म चाहिँ अब फटाफट काम गर्नु लागेको किनकि आज हाम्रो घरमा आनेवाला छ मम्मी पापा अनि भाइ सो अब चाहिँ फटाफट काम गर्नुपर्छ किनकि पकाइतुलाई पनि त गर्नु पऱ्यो त्यही भएर चाहिँ सो मेरो भिडियो यति गर्नुहोस् होला मेरो भिडियो कसलाई चाहिँ राम्रो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नुहोस् होला चाहिँ थ्याङ्क यू बाई बाई काम गर्नु पऱ्यो फटाफट गर्नुपर्छ अनि स्टार्ट अब काम पूजा पनि गरिसकेँ अब चाहिँ बनाउँछु ब्रेकफास्ट यहाँ सब्जी के रान्दैछु ब्रेकफास्टको लागि साग खाने अनि यहाँ चाहिँ नुले च्याउ आज सासू ससुरा आउनुहुँदैछ भनेर चाहिँ पुरा धमाधम काम गर्छ बिहान बिहान लिनु बिचरालाई कुखुराले जितिसकेछ कि बिनु धमाधम काम हुँदैछ है जयको रेल भयो है के को रेल हुनु किन तातो तातो गरेको त नि किन तातो तातो गरेको रुको गाइस म चाहिँ खाना पकाउनु लागेको पारिसमा टमाटर सब्जी बसालेको छु अनि भ्याउँदैन फटाफट बनाएर पकाइसकेर गरेर आरामले बसेको मन पर्छ र मान्छे हप्ता हप्ता काम गरेको बिल्कुल मन लाग्दैन र खाना पनि राम्रो बनिँदैन हप्ता हप्ता सो म चाहिँ एउटा मासुको लागि चाहिँ कोरेल मासुको लागि चाहिँ टमाटर काट्दैछु अनि यहाँ चाहिँ यसमा चाहिँ छ निम्किन बनाउँछु निम्किन पाक्दैछ अनि यहाँ चाहिँ छ मासु यहाँ चाहिँ छ कुखुराको मासु पाक्दैछ यहाँ चाहिँ अलमोस्ट बनाइसकेँ यो चाहिँ हो भुटुवा अनि यो हो निम्किन यहाँ छ दाल अनि यहाँ छ माछा फ्राई न प्याज पनि लाइक रहेछ माछा फ्राई अनि यहाँ छ साग फ्राई गरेछु यो के साग हो त्यो चाहिँ मलाई थाहा छैन बाबा लिनुभएको अब मेरो हुँदैछ फेरि आलु फ्राई मामाको छोरा नि हाल्दैछ नि त सुबिनाई भाइले चाहिँ मासु खाँदैन रहेछ म त छोडेको छ अरे त्यसको लागि चाहिँ आलु फ्राई गरिदिनु भनेर चाहिँ म आलु फ्राई गर्दैछु हो यहाँ आलु फ्राई अनि यहाँ चाहिँ चटनी बनाउँदैछु म चाहिँ गोर्खा चटनी त्यसमा यहाँ छ मासु अब भात मात्रै बनाउनु बाँकी छ यहाँ छ मासु यो लोकल मासु पाकिसक्यो आइपुग्नु भयो मम्मी पापा पापा जी र मम्मी जी कैसा लगा थे समय में ये लगी तेज पत्ता सुबिना भाइ है
सुबिना भाइ ओ दुर्गा हो नि त सल्टिने भेट्यो कि भेट्दैन उसले त्यसको टाउको दिएको नि त वापस इन्डियालाई चाहिँ यो त बहादुर हो भनेर त्यहाँबाट बल्ल त्यसको दुईजनाले कहाँ लाइटिङ किन्दैछ दिखाई भी नहीं देते दोनों पूरा काला काला लग रहा है यहाँ चाहिँ हाम्रो लाइनमेन दुईजना है कोलाई चाहिँ यहाँ कन्ट्याक्ट गर्नुहोस् होला यहाँ मिस्टर नेवर अनि उता रोहित भाइ छ मेरो नम्बर भन्दै छिटो फोन नम्बर फोन गरेर रोहित भाइ फोन नम्बर दिऊ छिटो छिटो बोर्गोलाई जमदार बस्ती यहाँ आइम रोहित र प्रेम नेवर भनिन्छ चिनिहाल्छ सबैले यहाँ हुनुहुन्छ हेल्पर पापा के कनेक्सन दिन्छ अनि यहाँ चाहिँ सुदीप अनि त हुनुहुन्छ हाम्रो बाबा एक जग्गा टेप लगाइदिएपछि त अर्को त कहीँ जान्न नि पुरा लाइन लगाइरहेछ सबैतिर यतातिर पनि लाइन लगाइन्छ उता घर लगाइसकेको छ अनि यतातिर पनि सबमा लगाउँदैछ म मात्रै पिन्दैछु यो जुस एकदम काम रोहित भाइ भागिहाल्छ कि यी सब यहाँ काम चल्दैछ मम्मी र सुबिना भाइ चाहिँ निचे छ सो म त्यहाँ जान्छु रोहित भाइ पुरा शर्माएर गाइस हेर्नु यहाँ बल्ल खाना खानु लागेको हो के भन्नु अरे मैले मार्दैन ए भगवान युनिटमा दाजु पक्रेको चाहिँ भयो नि त हामी चाहिँ खाना खानु लागेको अब रोहित रुनु अरे हौ बेल लगा भाइ सेटिङ गरिदिनु बाई बाई मैले दिया पनि जलाइसकेको छु यहाँ अनि गेटहरूतिर पनि बालेको छु